सर्वप्रथम म एकदम धन्यवाद टक्राउन चाहन्छु आज का चाहिँ सञ्चालिका क्युएसए कमला ढकाल म्याडमलाई मलाई चाहिँ एउटा बोल्ने मौका दिनुभएकोमा र विशेष गरी आज म एउटा नयाँ मान्छे अब बोल्न पनि त्यति साम्रो बोली नफुटिसकेको मान्छे भर्खर सिक्दै गरेको मान्छेलाई पनि एउटा बोल्ने मौका अब यसले सिकोस् भन्ने चाहिँ चाहना भएर मलाई एउटा बोल्ने मौका दिनुभएकोमा हाम्रो चाहिँ आज यस कार्यक्रमका सञ्चालक अब स्टार डायमन्ड सिबी थापाङज्यूलाई म हार्दिक नमन टक्राउन चाहन्छु किनभने उहाँले चाहिँ मलाई आज तपाईँको कुराहरू केही सेयरिङ गर्नुहोस् भनेर चाहिँ मलाई आज प्रमुख अतिथिको रूपमा यहाँहरूले स्वीकार गरेर मलाई आज यहाँ निमन्त्रणा दिनुभएको छ। यसमा चाहिँ एकदम म ऋणी छु, आभारी छु किनभने मसँग ज्ञान त छैन नि त, मसँग खासै ज्ञान छैन, भर्खर सिक्दैछु, त्यति बोल्ने पनि खासै भन्ने हो भने अब यहाँ आजको सञ्चालक हुनुहुन्छ म्याडम, अब धेरै चाहिँ राम्रोसँग कति मिलाएर बोल्नुहुन्छ नि त। अब मलाई त्यस्तो साह्रै बोल्ने चाहिँ अझै निखारिनु सकेको छैन, तैपनि म कोसिस गर्दैछु र मैले चाहिँ सरले अनुरोध गरिसकेपछि मैले चाहिँ किनभने जब हामीले बोल्ने प्रयास गरिएन भने त कहिले सिकिन्न नि त। अब बोल्ने प्रयास गरियो भने नजानेका कुराहरू त फेरि यहाँ करेक्सन गर्ने सरहरू त हुनुहुन्छ नि त, होइन? हामीले चाहिँ यही हाम्रा चाहिँ यो परिवारमै हामीले बोल्न सिकियो भने बल्ल हामीले बाहिर भन्न सकिन्छ, करेक्सन त यहीँबाट हुन्छ भन्ने हिसाबले पनि मैले चाहिँ यसलाई स्वीकार गरेर आज यहाँ बोल्ने जमर्को गरेको छु र यस कार्यक्रमलाई सञ्चालन गर्नुभएका सम्पूर्ण यस कार्यक्रमका सञ्चालकज्यूहरू हाम्रो चाहिँ यासर माधव पाठकज्यू हुनुहुन्छ, यासर रमेश रेशम सर हुनुहुन्छ, होइन? अनि चाहिँ सल्लाहकारमा चाहिँ एसएसटी सुमन आले, डिडी सम्पूर्णमा नमस्कार टक्राउन चाहन्छु र यो र म आज यो अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 नयाँपुल कास्कीबाट म नरेन्द्र बहादुर छेत्री बोलिरहेको छु र मेरो जन्मघर चाहिँ पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर 2 हो र मलाई यस क्षेत्रमा प्रवेश गराउने मेरो भाइ बेगबहादुर छेत्री हो, तर मलाई चिनाउने मात्रै ऊ हो, तर चाहिँ मेरो खास स्पोन्सर चाहिँ ऊ होइन। उसले चाहिँ आफू दुबईमा हुँदाखेरि समस्या भएका कारणले यसमा जोइन भएर उसले चाहिँ आफूले चाहिँ स्वास्थ्य लाभ लिएका कारणले उसले मलाई चाहिँ म धेरै हस्पिटल, नेपालको कुनै पनि हस्पिटल बाँकी छैन म जानलाई, र इन्डियाको चाहिँ बम्बईसम्म पुगेको छु र इन्डियन आर्मीको चाहिँ पुनामा चाहिँ आर्मी हस्पिटलसम्म पुगेको छु, धेरै ठाउँमा पुगेको छु र तथापि म चाहिँ सुरुदेखि नै म चाहिँ यो स्वास्थ्यमा सङ्घर्ष गर्दै आएको मान्छे हो र तर मैले हार खाएको थिइनँ। हरेक ठाउँमा प्राकृतिक चिकित्सालयदेखि हरेक ठाउँमा चाहिँ मन नगएकै ठाउँै छैन, किनकि मलाई के लाग्छ भने स्वास्थ्यभन्दा ठुलो कुरो केही पनि होइन। रोग लाग्छ, मान्छेलाई रोग लाग्छ, रोग लाग्न पनि कारणहरू हुन्छन्। मान्छेले चाहिँ कोही आफ्ना चाहिँ कारणले रोग लाग्छ भने कोही जन्मजातै रोगी भएर आएको हुन्छ र मान्छेले चाहिँ मलाई रोग लाग्यो भनेर निराश भएर त्यही रोगको पछि दौड्यो भने त ठिक हुन सक्दैन। आफूले चिन्ता नमानिकन रोगलाई कसरी ठिक पार्न सकिन्छ भन्ने चाहिँ दौडाइमा मेरो चाहिँ यो झन्डै 3 दशकको मान्छे यो अवस्थामासम्म आइसकेको छु र यो अहिले म चाहिँ ढिलै भए पनि मैले चाहिँ यो फेला पारेको छु र मेरा चाहिँ मलाई तपाईलाई के रोग लागेको थियो र भन्नुभन्दा पनि तपाईलाई के रोग थिएन भनेर सोध्यो भने छिटो छरितो हुने के, होइन? मलाई चाहिँ हरेक प्रकारको रोग
अब युरिक एसिड, थाइराइड, कोलेस्ट्रोल, अब पाइल्स, हर्निया, हरेक चिजबाट चाहिँ समस्या, मेरो नसा सम्बन्धीको होइन। अब धेरै प्रकारको चाहिँ रोगबाट चाहिँ ग्रसित म, धेरै युरोलोजिस्ट रिलेटेड, क्रिटिनाइन यी आदि इत्यादिबाट चाहिँ ग्रसित मान्छे म। र अपरेसन मेरो चाहिँ धेरै भइसक्यो। आँखाको पनि मोतियाबिन्दुको अपरेसन गरिसकेको हो, पाइल्सको पनि गरिसकेँ। तपाईँको चाहिँ यो हर्नियाको गर्दाखेरि तपाईँको यो डक्टरको चाहिँ कमजोरी भनौँ, अथवा चाहिँ तपाईँको एउटा कुरा चाहिँ यसले के सिकाउँछ भने डक्टरको औषधि, एलोपेथिक औषधि भनेको दबाउने मात्रै काम गर्छ त्यसले, किनकि यसले चाहिँ हाँगा मात्रै काट्ने काम गर्छ, जरा काट्दो रहन्छ। त्यसो भएर जब मैले चाहिँ नसा सम्बन्धीको चाहिँ औषधि खाइरहेको थिएँ, जबकि ब्लड अलि बाक्लो भयो भनेर इकोस्प्रिन भन्ने औषधिले चाहिँ रगत पातलो बनाउने, किनकि त्यसले त ब्यालेन्स मिलाउनु पर्यो नि त। जब हामीले चाहिँ औषधि खाइसकेपछि ब्यालेन्स मिलाउनु पर्छ नि, तर त्यसले ब्यालेन्स नमिलाइकन फेरि औषधि पनि कस्तो थियो भने लो डोजको थियो कि, मलाई नर्मल डोजको चाहिँ खाएको हो। तर त्यसले चाहिँ के गरिदियो भने मेरो हर्नियाको अपरेसन गर्ने बेलामा रगतको पातल भएको कारणले मेरो चाहिँ पेटभरि छाला लिएर चाहिँ 3 गते अपरेसन गरियो, 4 गते चाहिँ तपाईँको चाहिँ पेटभरि रगत छिरा लिएर मैले इमर्जेन्सी तपाईँको पुनः अपरेसन गर्नुपर्ने भएको थियो। त्यो चाहिँ साइड इफेक्ट, एलोपेथिक औषधिको साइड इफेक्ट। यसको मतलब के हो भने एलोपेथिक औषधिले चाहिँ तपाईँको चाहिँ एक थरीको चाहिँ उपचार गर्दाखेरि अर्को विभिन्न प्रकारका चाहिँ समस्याहरू ल्याउने, जस्तै अब सुगर र चाहिँ प्रेसर त दाजुभाइमा भन्छन् होइन, त्यस्तै त्यसो भएको हुनाले यो एलोपेथिक औषधिले एकदम साइड इफेक्टहरू गर्ने, हरेक प्रकारका रोगहरू जन्माउँदै गर्ने, रोगहरूलाई चाहिँ जोड्दै जाने काम चाहिँ गर्दो रहेछ। मैले चाहिँ यो चाहिँ मेरो जीवनकालमा मैले सिकेका भोगेका कुराहरू यिनै हुन्। र मलाई चाहिँ मेरो भाइले चाहिँ 1 वर्ष अगाडि भनेको थियो, दाइ तपाईँ चाहिँ धेरै हस्पिटल धाउनुभयो, अब चाहिँ तपाईँले डिएक्सनको चाहिँ सप्लिमेन्ट प्रयोग गर्नुहोस् भनेको थियो। अब म जब चाहिँ डक्टरको औषधि खाइरहेको छु भने यो सप्लिमेन्ट भनेको त के हो होइन, कुन जराको नाम हो मलाई त थाहा भएन। अनि त्यसपछि चाहिँ अब उसले भन्यो, मैले चाहिँ सुने मात्रै। अनि त्यसपछि चाहिँ मैले उसले भनेपछि पनि मैले धेरै हस्पिटल चारेँ, जबकि म त्यतिखेरै चाहिँ इन्डिया गएर चाहिँ बम्बईमा गएर चाहिँ त्यो प्राकृतिक उपचारको लागि चाहिँ 4 लाख रुपियाँ सकेर आएको थिएँ। अनि चाहिँ त्यसले चाहिँ मलद्वारबाट चाहिँ उपचार गर्ने, एनेमा भन्ने गर्नुपर्ने, त्यो पाइल्सका कारणले चाहिँ त्यो लामो समय गर्न मिलेन। त्यसपछि चाहिँ मैले पाइल्सको अपरेसन गरेँ। पाइल्सको अपरेसन गरेपछि त्यो 3 महिनासम्म चाहिँ पनि समस्या ठिक हुन सकेन, त्यो चाहिँ त्यो लेजरबाट गरेको। त्यसपछि चाहिँ त्यो पोल्दाखेरि चाहिँ भित्रको भाग त ठिक भयो कि बाहिर चाहिँ निस्केको चाहिँ जो मासु हो त्यो चाहिँ सुक्न सकेन 3 महिनासम्म। र मैले फेरि त्यही मासु वैशाखमा अपरेसन गरेको, साउनमा गएर चाहिँ तपाईँको त्यही हर्नियाको अपरेसन गर्दाखेरि बल्ल डक्टर उही हो, मलाई चाहिँ पाइल्सको अपरेसन गर्ने उही डक्टरले चाहिँ हर्निया गरेको। अनि बल्ल त्यति बेला काटेर मेरो ठिक भएको थियो। र चाहिँ त्यसपछि चाहिँ मलाई चाहिँ अब त्यो त्यसपछि त डक्टरको औषधि खायो भने त हतार पत्ता त तपाईँलाई ग्यास्ट्रिक छ छैन भने सोध्छ नि त होइन। ग्यास्ट्रिक तपाईँको डक्टरको औषध खाने बित्तिकै ग्यास्ट्रिकको चाहिँ त अनिवार्य औषधि चाहियो होइन। त्यसपछि ग्यास्ट्रिकको चाहिँ भएको थियो मलाई। त्यसपछि चाहिँ मैले यो आयुर्वेदिक औषधि लिनको लागि चाहिँ मैले वैद्य कहाँ गएको थिएँ। त्यहाँ चाहिँ अर्को चाहिँ एकजना महिला हुनुहुँदो रहेछ, दिदी या बहिनी केही हुनुहुन्थ्यो, के गुरुङ भन्ने। उहाँले भाइ तपाईँले चाहिँ अब यो डिएक्सन भन्ने सुन्नु भएको छ भने, अनि चाहिँ डिएक्सन त सुनेको मेरो भाइले भनेको थियो भने, डिएक्सनमा एकपल्ट जानु न। बल्ल चाहिँ त्यहाँनिर गएर चेत खुल्यो क्या मेरो, डिएक्सन भन्ने कुरो चाहिँ बल्ल दोस्रो पटक सुने। र चाहिँ होइन त्यो त भाइले भनेको थियो भनिसकेपछि मैले चाहिँ अपरेसन गरिसकेपछि अब भाइलाई नै मैले लिएर गएर फलोअपमा चाहिँ गइसकेपछि ल हिँड्न त तेरो चाहिँ त्यो डिएक्सन भन्ने कहाँ हो होइन भनेपछि उसले चाहिँ डिएक्सनको चाहिँ अफिसमा लिएर गयो। र डिएक्सनको अफिसमा गइसकेपछि अब अपरेसन गरेर त सकिहालेको छ, अब चाहिँ बिग्रिने कुरो त बिग्रिसक्यो। तैपनि चाहिँ मैले अनि ठिक छ
होइन एउटा ट्राई त गरौँ भने चाहिँ गइसकेपछि तपाईँको अपरेसन गरेको चाहिँ अब छिटो चाहिँ ब्लडहरू सफा गर्ने अब चाहिँ यो पेन किलर जस्तै भनेर चाहिँ यो मरेङ्जी जुस अब सेल सेन्टरबाट चाहिँ दिने कुरा हो। यसले चाहिँ तपाईँको चाहिँ अब किनकि अब दुखाइ त अब हरेक कुरा चाहिँ बिग्रेको अपरेसन होइन, तपाईँको एकातिर 11वटा चाहिँ टाँका, एकातिर 24वटा टाँका, 35वटा टाँका त शरीरमा छ, अनि चाहिँ तपाईँको पाइपहरू लगाइरहेछ होइन, धेरै ब्लडहरू चाहिँ निकालेछ। त्यसलाई त चाहिँ अब यसले चाहिँ अब मैले त फिलिङ गर्ने कुरो त भएन, तपाईँको यसले कति काम गरेको छ भन्ने कुरो त थाहा हुन्न नि त, तैपनि यसले चाहिँ काम गरेकै हुनुपर्छ। त्यसपछि गएर मैले चाहिँ जब चाहिँ त्यो भइसकेपछि अब 3-4 महिना बितिसक्यो, फेरि मलाई डेङ्गु भयो। त्यसपछि फेरि होइन डेङ्गु हुँदाखेरि अब तपाईँको फेरि डेङ्गु हुँदा पनि हस्पिटल गइयो, अनि हस्पिटल गइसकेपछि अनि फेरि चाहिँ हस्पिटल गएर हस्पिटल औषधि ल्याइयो, अनि फेरि डिएक्समै अफिसमा गएपछि यो चाहिँ स्पारुलिना, यो चाहिँ मलेसियन स्पारुलिना हो, मलेसियाबाट आएको। अहिले त नेपाली आइसकेको छ, यो डस्टमा हो होइन। यो धुलो चाहिँ घोलेर खान सहिलो हुन्छ क्या यसमा, फेरि यो घोलेर खान सहिलो हुन्छ, यो चपाउन सहिलो हुन्छ यताउति लिएर जाँदाखेरि। यो चाहिँ अब यसमा धेरै प्रकारको चाहिँ तत्त्व हुने, अब चाहिँ अब अन्डामा भन्दा पनि बढी तत्त्व हुने, अब हरियो सागपातमा भन्दा पनि बढी तत्त्व हुने, अब चाहिँ शरीरलाई पर्ने आवश्यकहरू अब जीव जनावरको कलेजो भन्दा पनि बढी तत्त्व हुने। यसले चाहिँ मुख्य कुरो डेङ्गु हुँदाखेरि के हुने भने डेङ्गुले त व्हाइट ब्लड कमजोर बनाउँदो रहेछ, त्यसको लागि चाहिँ यसले एकदम रोल खेल्दो रहेछ क्या। त्यही भएर स्पारुलिना र चाहिँ मरेङ्गी जुस मैले चाहिँ दुइटै सँगै लिएँ। त्यसपछि चाहिँ मलाई चाहिँ त्यो के भएको थियो भने 3 दिनसम्म म चाहिँ सुतेको पनि सुत्दा नि सुतिनँ, तपाईँको पानी प्यास लागेकोलाई छटपट्टि भएको भई एकदम गाह्रो भएको थियो डेङ्गुले। अनि त्यो त्यति गाह्रो भएको मान्छेलाई पनि यो मैले चाहिँ यो प्रयोग गरेको कारणले मलाई चाहिँ 10 दिनमा चाहिँ एकदम सहज हुन पुग्यो। जबकि त्यति बेला डेङ्गुको प्रकोप थियो, अरू मान्छेलाई पनि डेङ्गु भएको थियो। अब सँगै अब एउटा मुक्तिनाथ विकास बैङ्कको चाहिँ एउटा के अरे उसलाई पनि डेङ्गु भएको, उसलाई चाहिँ सँगै डेङ्गु भएको, उसलाई चाहिँ तपाईँको उमेरको मान्छेलाई पनि 20 दिन लाग्यो उसलाई ठिक हुनलाई। भनेपछि मलाई चाहिँ यसले राम्रो काम गरेर छ भन्ने चाहिँ बल्ल अनुभव भयो। त्यसपछि मात्रै बल्ल मैले आएर बल्ल चाहिँ जनवरीबाट मैले चाहिँ आरजिजिएल सुरु गरेको। अहिले मैले चाहिँ सम्पूर्ण चाहिँ प्रडक्टहरू प्रयोग गरिरहेको छु। मेरो चाहिँ प्रोस्टेट पनि थियो, प्रोस्टेट चाहिँ तपाईँको चाहिँ हरेक अब युरोलोजी डक्टर अब चाहिँ दुनियाँ दिवाना धाउँदाखेरि पनि नभएको, मैले चाहिँ यो 2-4 महिना 6 महिनासम्म त यसले चाहिँ खासै अनुभव हुँदैन होइन, तर पनि के भने यसले चाहिँ तपाईँको समय लाग्छ नि त, दबाईले पो तुरुन्त चाहिँ काम गर्छ। यसले चाहिँ तपाईँको शरीरमा चाहिँ अब स्क्यान गर्नु पर्यो, यसको आफ्नो प्रक्रिया पुऱ्याउनु पर्यो, अनि आत्तिएर नहुँदो रहेछ। तपाईँको चाहिँ यसले स्क्यान गर्दाखेरि अब हरेक पसिनाबाट चाहिँ फ्याँक्ने भयो, चाया पनि जे भएको आउँदो रहेछ, चायाबाट फ्याँक्ने भयो होइन। विशेष गरी प्रोस्टेट भएको मान्छेहरूलाई चाहिँ पिसाबबाट चाहिँ रातो पिसाब पनि जान सक्ने रहेछ। अब त्यति बेला डराउन नहुँदो रहेछ होइन। त्यसो भएर चाहिँ यो प्रक्रियाबाट चाहिँ गुज्रिँदै आएको मैले चाहिँ अहिले कफी, अब ब्ल्याक कफी त अब चाहिँ नियमित हो। तपाईँको मुख्य कुरो यसले चाहिँ धेरै राम्रो चाहिँ स्वास्थ्यको लागि चाहिँ अब मैले चाहिँ मलाई भएका समस्याहरू यसले निराकरण गरिदियो चाहिँ अब यो गाह्रो विषय हो यो चाहिँ। त्यसो भएर चाहिँ राम्रो हुँदैछ र चाहिँ यो अब यो ब्ल्याक कफी चाहिँ अब यो धेरैलाई यो चाहिँ त नियमितै हुने कुरा भयो। अब चाहिँ अर्को विभिन्न प्रकारका चाहिँ अब तत्त्वहरू चाहिँ अब यो आरजी र जिएल त अब चाहिँ यो आरजी यो चाहिँ 90 दिनको च्याउ र यो जिएल चाहिँ 14 दिनदेखि 18को चाहिँ अब यो आरजीले चाहिँ शरीरमा भएका चाहिँ विकार तत्त्वहरूलाई चाहिँ निष्कासन गर्ने काम गर्ने भयो यसले। अहिले त्यसका अब पोलिसेक्राइड अब के तत्त्वहरू त अब सरहरूले भनिहाल्नुहुन्छ, हामीले चाहिँ साधारण भाषामा अब अहिले चाहिँ यो छोटो समयमा चाहिँ 45 मिनटको समयमा धेरै कुराहरू भन्न नसकिएला, तैपनि चाहिँ हामीले चाहिँ विशेष छोटो भाषामा चाहिँ जसले पनि बुझ्ने गरी भन्न पर्दाखेरि यसले चाहिँ भनेको हाम्रो शरीरमा भएका चाहिँ टक्सिनहरूलाई नै हाम्रो विकार तत्त्वहरू के खालको चाहिँ विकार हो, अब चाहिँ हाम्रो चाहिँ
अब यसले त तपाईँको कुनै रोगसँग त कुनै रोगलाई सन्चो त बनाउँदैन यसले। यसले शरीरसँग काम गर्ने हो। शरीरमा भएका विकार तत्त्व चाहिँ अब क्यान्सरका होस् कि चाहिँ प्रोस्टेटका होस् कि होइन, अब तपाईँको चाहिँ मृगौला सम्बन्धी होस्, जुनसुकै भए पनि यसलाई चाहिँ मतलब भएन। यसले त्यहाँ भएका चाहिँ खराब चिज के हो त्यही मात्रै निष्कासन गर्ने भयो। र चाहिँ अब तपाईँको चाहिँ यिनीहरूले चाहिँ जस्तै पथरी पथरी चाहिँ 6 देखि 8 mm सम्मको पथरी पनि यसले चाहिँ निष्कासन गर्छ पिसाबको माध्यमबाट भन्ने कुरा भइरहेछ। त्यो चाहिँ मेरो एकजना भाइलाई पनि मैले भनेको थिएँ, उसले चाहिँ प्रयोग गरेको, तर आत्तिएर चाहिँ उसले अपरेसन गर्न भनेर गइहाल्यो है। प्रयोग गरेपछि अपरेसन गर्न भनेर गइहाल्यो, तर अपरेसन एउटा हस्पिटलमा गएर चाहिँ चेक गर्यो, अर्को हस्पिटल जाँदाखेरि 6 mm को 4 mm मा झाइरहेको रहेछ क्या त्यो अपरेसन गर्ने बेलामा। अनि गरिहाल्यो उसले। तर चाहिँ एउटा कुरा के हो भने यो पत्थरी चाहिँ पित्त थैलीमा छ भने यो निष्कासन नहुने हुनाले कोहीलाई हुन पनि सक्ने, कोहीलाई नहुन पनि सक्ने छ। मृगौलामा भएको चाहिँ पत्थरी चाहिँ यसले चाहिँ राम्रै गर्छ भन्ने कुरो चाहिँ बुझिएको छ। यसले यो चाहिँ जिएल भन्ने चाहिँ यसले फेरि मेन्टेनेन्स गर्ने भयो, रिकभरी होइन। मैले चाहिँ अब यो साधारण भाषामा भने, यसको चाहिँ अब टेक्निकल भाषाहरू चाहिँ धेरै छन्। मैले चाहिँ साधारण भाषामा यसले चाहिँ अब जुन हाम्रो चाहिँ कोषहरू चाहिँ विकार तत्त्वहरू यसले चाहिँ खराब कोषहरूलाई चाहिँ यसले निष्कासन गर्छ भने यसले चाहिँ नयाँ कोषहरू निर्माण गरेर शरीरलाई चाहिँ तन्दुरुस्ती बनाउने हो। र यसले चाहिँ हाम्रो चाहिँ एक प्रकारले चाहिँ भन्यो भने हाम्रो शरीरमा चाहिँ जुन के आउँछ शरीरलाई चाहिँ एउटा एज एन्टी एज भन्छ, हाम्रो चाहिँ शरीरलाई चाहिँ नयाँ एज जस्तै बनाउने भयो। र चाहिँ एउटा कुरा के हो भने तपाईँको हाम्रो शरीरमा चाहिँ आँखाको अपरेसन गरेको हो नि त। आँखाको अपरेसन गरेको चाहिँ मान्छेले पनि अहिले चाहिँ के हो भने मैले पढ्नलाई चस्मा लाउनु पर्दैन कि, किनकि यो जो स्पाइरुलिना छ यसको चाहिँ यसले चाहिँ र यी सबैले जोडिँदाखेरि हामीलाई चाहिँ यो आँखाको पावर पनि वृद्धि हुँदो रहेछ क्या। हाम्रो चाहिँ नारायण सरले भन्नुहुन्छ नि त, दिदी नारायण चार सरले, अब म चाहिँ एकदम कन्फिडेन्सको साथ चाहिँ मोटरसाइकल चलाउँछु होइन, तपाईँको मैले चाहिँ चस्मा लाउनु पर्दैन भन्नुभएको छ नि, एकदम रियल कुरा हो। अब अस्ति चाहिँ हाम्रो धर्मबहादुर सरले नि भन्नुभयो, अब रमेश सरको त अब चाहिँ धारावाहिक भइहाल्छ होइन। अब हामीले सबैको सुनेकै छ, हामीले सुनेको आधारमा मात्रै नभइकन हामीले आफूले प्रयोग गरेर अनुभव गर्नु पर्यो के। सुनेर त केही थाहा हुँदैन है, आफूले अनुभव गरेर त्यसलाई चाहिँ बल्ल सेयरिङ गर्न सकिन्छ। अब चाहिँ मैले चाहिँ 1 वर्ष अगाडि त मैले त केही सक्दिनँ नि त, सुन्न त सुनेकै हो नि, सबै चाहिँ सुनेर पढेर पनि केही नहुँदो रहेछ, पढेर नि केही भन्न नसकिँदो रहेछ, सुनेर पनि केही भन्न नसकिँदो रहेछ। अलिअलि चाहिँ तपाईँ खाएर अनुभव भएपछि चाहिँ यतिको बोल्न सकिँदो रहेछ। यो भनेको चाहिँ डिक्सनकै पावर हो भन्ने लाग्छ क्या मलाई। त्यसो गरेर चाहिँ मुख्य कुरो चाहिँ अब हामीले चाहिँ शरीरका चाहिँ अब सन्तुलन ब्यालेन्स मिलाउनको लागि चाहिँ सबभन्दा राम्रो चाहिँ यो कोर्डिसेप्स क्याप्सुल पनि यो प्रोस्टेटको लागि निकै राम्रो हुँदो रहेछ क्याप्सुल। अब हामीले चाहिँ क्याप्सुल खाँदै गर्दाखेरि कहिलेकाहीँ चाहिँ क्याप्सुलको कमी भयो भने तपाईँको यो कफी छँदैछ, यो चाहिँ कोर्डिसेप्स कफी हो होइन। यसले चाहिँ के मेरो चाहिँ प्रेसर लो पनि हो कि फेरि 80/40 सम्म हुने। र चाहिँ मैले चाहिँ अहिले चाहिँ के भने कोर्डिसेप्स कफीले चाहिँ तपाईँको चाहिँ यो प्रेसर लो हुनेलाई ब्ल्याक कफीले चाहिँ तपाईँको कसैलाई चाहिँ गाह्रो हुने होइन, उहाँलाई प्रेसर लो हुनेलाई चाहिँ सबभन्दा राम्रो चाहिँ यो कोर्डिसेप्स कफी रहेछ क्या। यसले पनि चाहिँ प्रेसर लो हुनेहरूलाई चाहिँ अब ट्राई गरौँ न त भनेर चाहिँ अब कतिपयलाई चाहिँ भनेको होइन। यसले चाहिँ मलाई साँच्चैको चाहिँ राम्रै भयो भनिसकेपछि त एउटा चाहिँ राम्रै रिजल्ट भयो नि त। अब अहिले चाहिँ फेरि अस्तिबाट चाहिँ अर्को प्रेसर लोले पनि अब अर्कोले चाहिँ यो हुँदो रहेछ भनिसकेपछि अर्कोले पनि प्रयोग गरिराख्नु भएको छ होइन। मुख्य कुरो चाहिँ के भने यो मुख्य कुरो चाहिँ एकदम पोजिटिभ तरिकाले सोच्नु पर्यो कि यसलाई चाहिँ मलाई ठिक हुन्छ भनेर सोच्नु पर्यो। कतिपयलाई चाहिँ के हुन्छ भने हाम्रो चाहिँ के भन्छ दयाराम सरले भन्नुभएको थियो नि, आफ्नो मान्छेलाई बुझाउन गाह्रो हुँदो रहेछ भनेर अस्ति भन्नुभएको थियो कि दयाराम सरले। अरू चाहिँ ठिकै छ होइन, अरूलाई चाहिँ बुझाउन सजिलो हुँदो रहेछ, आफ्नो मान्छेलाई गाह्रो हुँदो रहेछ भन्नुभएको थियो। एकदम रियल हो, किनकि आफ्नो मान्छेले त यसले पेपर गर्न खोज्यो कि के गर्न खोज्यो कि। मुख्य कुरो चाहिँ घरकैलाई बुझाउन नि गाह्रो थियो। अब मैले हाम्रै म्याडमलाई पनि बुझाउन गाह्रो चाहिँ अब मैले चाहिँ किनभने म जसले जे भन्नु चाहिँ पछि लाग्थेँ नि त,
अब अब तपाईँको चाहिँ प्राकृतिक उपचार भनेर सुनेपछि उता दगुर्ने, अब बम्बई भनेपछि उता दगुर्ने, अर्को हस्पिटल भनेपछि उता दगुर्ने, किनकि पीडा भनेको त रोगीलाई थाहा हुन्छ नि। सुत्केरीको पीडालाई त सुत्केरीलाई थाहा हुन्छ नि त, रोगीको पीडा भने रोगीलाई थाहा हुन्छ होइन। उसले म कहाँ गएर ठिक हुन्छु भने चाहिँ खोजी गर्दै जाँदा त धेरै ठाउँमा चाड्न पर्यो नि त होइन। चाड्दै चाड्दै जाँदा बल्ल यो ठाउँमा आइपुग्यो हो। त्यस्तै यसले जसको पनि पछि लाउँछ। यो चाहिँ यसले चाहिँ अब त कतिपय चाहिँ आयुर्वेदिक औषधिले चाहिँ होइन, तपाईँको आयुर्वेदिक औषधिले कतिका मान्छेहरूको चाहिँ के चाहिँ त्यो शरीरमा चाहिँ के जम्मा भएर कति गाह्रो भयो होइन भन्ने कुरो पनि सुनिएको हुन्छ। त्यो भएर चाहिँ मेरै परिवारले पनि अब म यो फालिदिन्छु तपाईँको चाहिँ यो औषधिले चाहिँ तपाईँलाई चाहिँ ठिक हुन्न, यो खतम हुने भयो, बर्बाद हुने भयो होइन। अरूहरूले पनि चाहिँ त सुनगा लाउँछ नि त होइन। यो चाहिँ है भिनाजुलाई चाहिँ अब दाईलाई मामालाई को कोलाई होइन यो चाहिँ गाह्रो हुन्छ, को कोलाई के भयो अरे भनेपछि त गाह्रो भयो नि त। अब मेरो बुढालाई पनि त केही पो हुने हो कि होइन, झन् खतम पो हुने हो कि, पिर हुन्छ नि त। भइसकेपछि अब म फालिदिन्छु है भन्नेसम्म पुगेको अवस्था होइन। त्यो अवस्थामा नि अब चाहिँ होइन ठिक छ, अब चाहिँ मरेरै बाँचेको मान्छेलाई के फरक पर्यो र होइन, खाने भनिसकेपछि अहिले आएर चाहिँ तपाईँको चाहिँ हो यसले ठिक हुँदो रहेछ भन्ने त पर्यो नि त। परेपछि अहिले चाहिँ म्याडमले पनि सुरु गर्नु भएको छ बल्ल होइन। कफी त खाइरहनु हुन्थ्यो, अहिले चाहिँ अब तपाईँको स्पार्लिन र चाहिँ मरेङ जुस सुरु गर्ने बनायो। सबभन्दा चाहिँ मलाई चाहिँ यो स्टार जेन हुनु भलन चाहिँ अब के भइएला त्यो भन्दा पनि चाहिँ अब आफ्नो चाहिँ म्याडमले चाहिँ यसरी सुरु गरेपछि सबभन्दा खुसी यो हो कि मलाई चाहिँ त्यो स्टार जेनको खुसी भएन, भोलि डायमन्डको पनि खुसी भएन के। सबभन्दा कुरो चाहिँ परिवारले चाहिँ कुरो बुझ्न सकियो नि त, त्यो ठुलो कुरो रहेछ के। त्यो भएर चाहिँ परिवारले चाहिँ सुरुमा कुरो बुझेन अथवा कसैले कुरो बुझेन भनेर चाहिँ मन सानो गर्न त भएन नि त, रिजल्टले देखाउने हो कि यो कुराहरू। त्यसो भएर चाहिँ मुख्य कुरो चाहिँ बुझाउन गाह्रो हुन्छ। अब कतिपय कुराहरूलाई चाहिँ अब यसले आफ्नै लागि भने होला। मलाई चाहिँ एउटा कुरा चाहिँ के हो भने एउटा चाहिँ म एउटा मलामी गएको थिएँ कि एक ठाउँमा। मलामी गएको म त अब चाहिँ चिया कफी अन्त चाहिँ खासै नखाने, अनि मलामी गएको मेरो झोला चाहिँ अब कफी सधैँ टुट्दैन कि ब्ल्याक कफी चाहिँ। अनि त्यतिखेर चाहिँ टुथपेस्ट र चाहिँ यो ब्ल्याक कफी थियो। अनि ल अब मलामी गएपछि त केही खाइदिनु पर्यो त्यहाँ त, ल चिया खाने भनेर लाग्यो। चिया त चाहिँ मैले खान्न, अब ल ठिक छ। अब त्यतिखेर ब्ल्याक कफी भए पनि अब अरूलाई डाइरेक्ट ब्ल्याक कफी मन नपर्ला भनेर दुध मगायो क्या, तातो दुध मगाएर अनि हामीले चाहिँ कफी हालेर खायो। अनि त्यो दिदीले चाहिँ के भन्नुभयो भने ओहो तपाईँले चाहिँ, अनि त्यो राख्दा पनि राम्रै कलर पनि आयो, राम्रै देखियो, अनि यो चाहिँ के हो र बाबु, यसले चाहिँ के हुन्छ भनेर चाहिँ सोध्नुभयो क्या दिदीले। भनेपछि मैले भने यो चाहिँ यो एकदम राम्रो हुन्छ, अब चाहिँ हरेक रोगीले खाना हुन्छ। अब कोलेस्ट्रोल, युरिक एसिड, थाइराइड सबैले खाना हुन्छ। यसले चाहिँ शरीरमा भएको चाहिँ टक्सिनहरू चाहिँ डिटक्सन पनि गर्छ। यसले साधारण बिरामीलाई यसैले ठिक हुन्छ, नर्मल चाहिँ रोग नलागेको मान्छेलाई। अब गाह्रो भयो भने अरू चिज खानुपर्छ, हामीले त मैले त यही खाइरहेको छु भने। मलाई चाहिँ अब अरू धेरै समस्या रहेछ क्या, धेरै समस्या रहेछ। अनि कहाँ पाइन्छ बाबु भन्नुभयो। मैले चाहिँ हजुरलाई चाहिँ चाहिन्छ र खै म यहाँ झोला हेर्छु भने क्या, हेर्छु भनेर चाहिँ कफी चाहिँ यहाँ रहेछ दिदी भने, राख्नुहुन्छ र भनेको राख्छु भन्नुभयो। अनि त्यसपछि दाँतमा पनि केही समस्या छ र दिदी भनेको, दाँतको पनि उहाँको दिदी दाँतको चाहिँ तपाईँको हर्ष रहेछ उहाँको, समस्या त थियो गरे बाबु भने। त्यसो यो पनि राख्नुहोस् त नि टुथपेस्ट भनेर राख्ने के, राख्ने देशी अनि राख्नुभयो। अनि त्यसपछि अब दाँत मान्ने तरिका यो हो, कफी खाने तरिका यो हो। अब तपाईँलाई चाहिँ प्रेसरै लो छ भनेदेखि तपाईँको चाहिँ अब तपाईँले आफ्नो शरीरको त आफै ख्याल गर्नु पर्यो। अब तपाईँले चाहिँ यो भेलीसँग खानुभयो भने यसले राम्रो गर्छ, चिनी चाहिँ नखानु होला भने कि। त्यसपछि उहाँले मैले जे भने उहाँले चाहिँ त्यही त्यही चाहिँ प्रयोग गर्नु तरिकाले गर्नुभएको छ। त्यसपछि चाहिँ अब चिन्नु नजान्नुको मान्छे है, अब आफ्नो मान्छेलाई चाहिँ मेरो लागि किनिदिनु भयो उहाँहरूले, किनकि अब फलनाले भन्यो, दाइले भन्यो, धिनाजुले भन्यो, अब चाहिँ ककलले भन्यो, मामाले भने राखिदिउँ न त एउटा भनेर राख्ने कुरा हो। उहाँले चाहिँ आफ्नो लागि राख्नुभयो के होइन त, आफ्नो लागि राखेर मैले जे भन्नुभयो त्यसरी उहाँले प्रयोग गर्नुभयो। अनि चाहिँ दिदीले चाहिँ राख्न त राख्नुभयो के भयो भनेर चाहिँ 1 महिनापछि फोन गरेँ के। फोन गरेको ओहो बाबु
यो त राम्रो रहेछ। अब मेरो चाहिँ मैले चाहिँ दाँतको चाहिँ रगतबाट रगत के अरे गिजाबाट रगत आउँथ्यो, त्यो पनि अहिले ठिक भयो जस्तो लाग्यो। चिसो पानी खान हुनुहुन्थ्यो, त्यो पनि खाना भयो। तपाईँले जे जसो भने उसै गरेँ। अब मेरो चाहिँ अरू खुट्टाका समस्या पनि अलि चाहिँ भयो जस्तो गर्यो। राम्रो रहेछ बाबु, म सकिएपछि फोन गर्छु है भने कि उनले। भनिसकेपछि मलाई चाहिँ त्यो जस्तो खुसी लागेन के एकदम। अब तपाईँको चाहिँ किनभने एउटा कुरा के हो भने चाहिँ जब आफ्नो लागि भनेर चाहिँ प्रयोग गरिन्छ नि त, आफ्नो लागि प्रयोग गरेपछि राम्रो हुने हो कि अर्काका लागि किन्ने हो भने त हुँदैन नि त। रमेश सरले भन्नुभएको थियो नि त अस्ति, तपाईँको चाहिँ सबभन्दा ठुलो कुरो साइकोलोजिक असर है नि त। हामीले चाहिँ पोजिटिभ तरिकाले सोचियो भने राम्रो भयो के अरे होइन। अब तपाईँको खै भनेर गऱ्यो भने त त्यसले त ठिक गर्दैन। तपाईँको चाहिँ एउटा साइकोलोजिक असर चाहिँ अब एउटा चाहिँ मृत्युदण्ड दिनुपर्ने अपराधीलाई, मृत्यु दिन दण्ड दिनुपर्ने अपराधीलाई चाहिँ अब चाहिँ उसलाई चाहिँ एउटा विज्ञहरूको टोलीले होइन एउटा एक्सपेरिमेन्ट गर्नु थियो नि त। मान्छेलाई चाहिँ साइकोलोजिक असर के हुन्छ भन्ने कुरो चाहिँ टेस्ट गर्नको लागि चाहिँ ल तँलाई चाहिँ मृत्युदण्ड चाहिँ अब अरूलाई त चाहिँ अब तपाईँको झुन्डाएर अथवा चाहिँ गोली हानेर गरिन्थ्यो भने उसलाई चाहिँ नयाँ प्रविधिबाट चाहिँ मृत्युदण्ड दिने होइन। बाँचिहाल्यो, अब मरे के अन्त, अब मृत्युदण्ड त उसले पाउनु नै थियो भन्ने हिसाबले चाहिँ उसलाई चाहिँ ल भनेर उसलाई चाहिँ अब तँलाई चाहिँ अब यो नयाँ तरिकाबाट मृत्युदण्ड दियो भनेर चाहिँ उसलाई चाहिँ एकदम विषालु साँप होइन, एकदम खतरनाक साँप लगेर चाहिँ उसलाई देखाइयो। ल अब यही साँपलाई टोकाएर तँलाई मृत्युदण्ड दिने हो। अब यसबाट चाहिँ अब बाँच्यो भने बाँच्यो, अब मरे त अब त मरिने हो, जसरी नि मर्ने हो भनिसकेपछि अब उसले चाहिँ स्वीकार गर्यो होइन। ल ठिक छ भनिसकेपछि उसलाई चाहिँ अब पट्टी त बाँध्न पर्यो, सर्प देखाएर टोकाएर त बन। अनि उसलाई चाहिँ पट्टी बाँधियो। ल है अब रेडी, अब तँलाई चाहिँ सर्पले टोक्दैछ भनिसकेपछि उसलाई चाहिँ के गर्यो, अब त्यो सियोले होइन, सियोले चाहिँ अब उसको चाहिँ अब औँलामा कोपियो। कोपेपछि त अब चाहिँ उसले ठान्यो चाहिँ औँलामा अथवा कुनै अङ्गमा भनौँ न। अब त्यो मैले चाहिँ त्यही कुरा भने टोकाइसी त्यो सियोले कोपिसकेपछि अनि त्यसपछि चाहिँ ऊ मर्यो। टोकेको त चाहिँ साँपले त होइन, उसलाई त चाहिँ तपाईँको चाहिँ सियोले कोपिएको, तर पनि ऊ चाहिँ मर्यो। मरेपछि अब तपाईँको चाहिँ छाम्दा त छैन, मान्छे सकिसकेछ होइन। अनि अब के रहेछ त यो चाहिँ किन मर्यो त, सियोले कोपेर त कोही मान्छे मर्दैन नि त भनेपछि अनि लगेर फेरि ल्याब परीक्षण गर्दाखेरि उसको शरीरमा चाहिँ सबै कोब्रा साँपको विष भरिएको रहेछ अरे कि। त्यसो भएको हुनाले हामीले चाहिँ जब हामीले चाहिँ सही ढङ्गबाट मेरो लागि हो है भनेर चाहिँ प्रयोग गर्दैन तबसम्म हामीलाई ठिक नहुँदो रहेछ। कतिपयले चाहिँ अब भन्यो चाहिँ तपाईँको सही ढङ्गबाट प्रयोग गर्नु, दाँत मान्ने कुरा चाहिँ अब जुन दाँत माझिन्छ, दाँत मान्ने कुरा त अब हामीले चाहिँ खास चाहिँ बेलुका खाना खासी मान्दियो नि त। अब हामीले चाहिँ किनभने दिउँसो चाहिँ त हाम्रो मुख ओपन हुन्छ, त्यो चाहिँ सड्न पाउँदैन होइन। बेलुका राति सुत्ने बेला त हाम्रो मुख बन्द हुन्छ, बन्द भएपछि त चाहिँ त्यो चाहिँ खानेकुराहरू त त्यहीँ सड्न जान्छ नि त। त्यसो भएको हुनाले खास चाहिँ बिहान पनि बेलुका पनि खाना खाएर बिहान पनि खाना खाएर, तर तपाईँको बिहानै उठेर अहिले स्मार्ट फ्यामिली भनिन्छ नि त, स्मार्ट फ्यामिली भनेको छ बिहानै उठेर चाहिँ ब्रस लिएर टोइलेट हिँडिरहेको हुन्छ कि। अब त्यो त भएन नि त। त्यसो भएर हामीले चाहिँ यो टुथपेस्टले मात्दाखेरि पनि कमसे कम मुखमा एकछिन राख्नु पर्यो कि, नत्र चाहिँ हामीले चाहिँ दाँत मात्दा बित्तिकै पखलियो भने त त्यो 50 रुपियाँको टुथपेस्ट र यो त बराबरै भयो नि त होइन। यो टुथपेस्टले मान्नु र त्यो डाबर लाल दाँत मान्नाले बराबरै भयो क्या त्यो, किनकि मात्दा बित्तिकै पखलियो भने। किनकि यसको चाहिँ गिजामा एकछिन वेट गर्नु पर्यो क्या, यसले भित्र छिर्न पर्यो नि त। त्यसो भएको हुनाले यसले चाहिँ तपाईँको चाहिँ कमसेकम कति सकिन्छ त्यति राख्ने, अनि थुक्न पनि पाइयो। अब तपाईँको खासै निल्दा पनि फरक नपर्ने। र चाहिँ जसको चाहिँ समस्या छ, जस्तो हर्ष रगत सगत आउनेवालाहरू, त्यस्तो चाहिँ हर्षवालाले चाहिँ तपाईँको पहिला मान्नु पर्यो, अनि त्यसलाई पखल्न पर्यो होइन, पखलेर थुक्न पर्यो। त्यसपछि बल्ल फेरि चाहिँ टुथपेस्ट मुखमा लाएर सुत्यो भने त्यो
प्रभावकारी हुने भयो। र यो चाहिँ टन्सिल, मेरो चाहिँ टन्सिलको पनि अपरेसन गरेको फेरि यो त के छैन भनेर भन्नुपर्ने चाहिँ त महारोगी हो नि त म त, होइन? के छैन भन्ने कुरो त चान्सै छैन नि। यो चाहिँ तपाईँको यसले चाहिँ मेरो सधैँको टन्सिल हुने, अहिले चाहिँ म चाहिँ यो टन्सिललाई मेडिकल जानु पर्दैन के, त्यस्तो छ। र चाहिँ मुख्य कुरो चाहिँ अझ हाम्रो गुणबहादुर सरले भन्नुभएको थियो, यो चाहिँ जो शारीरिक कमजोरी हुने मान्छेहरूलाई चाहिँ कोकोजी, यो चाहिँ यो कोकोजी छ, यो कोकोजी अनि कोर्सेप्स, यो चाहिँ कोर्सेप्स कफी अनि चाहिँ यो ब्ल्याक कफी, फेरि यो तिनवटा चाहिँ दुई पत्ता चाहिँ कोकोजी र कोर्सेप्स अनि यो चाहिँ ब्ल्याक कफी एक पत्ता राखेर चाहिँ घोलेर राखेपछि 51 चम्चा चाहिँ तपाईँको दुधमा, ओरिजिनल दुधमा के अब राखेर अब त्यतिकै खान पाइन्छ, तर चाहिँ दुधमै राख्यो भने राम्रो हुन्छ भन्नुभएको थियो। एकदम सही रहेछ के। अब अहिले चाहिँ तपाईँको एकदम अब मैले चाहिँ मुख्य कुरो चाहिँ हामीले खाएर मात्रै नै हुन्न है, फेरि अर्को कुरा हामीले शरीरबाट चाहिँ श्रम पसिना बगाउन सकिएन भने तपाईँको चाहिँ हाम्रो चाहिँ अब यो त टक्सिन भनेको त विकार त बाहिर निस्कन पर्यो नि त। अब तपाईँको चायाबाट निस्कन पर्यो, पिसाबबाट निस्कन पर्यो, दिशाबाट निस्कन पर्यो। अब केही सिद्मलाई चाहिँ अब हाम्रो सरहरूले चाहिँ अब हामीले जुममा त सुनिएको छ नि त, एक पटकमा 42वटा चाहिँ पिलो आएको पनि सुनिएको छ हामीले त, होइन? यही जुमबाट सिके हो कि हामीले, बाहिरबाट त कहीँ होइन नि त। यहीँ चाहिँ सुन्न पाइन्छ त, हरेक कुरा नयाँ दिनदिनै नयाँ नयाँ कुरा सुन्न पाइन्छ कि, यस्तो चाहिँ अब तपाईँको छ, होइन? र चाहिँ 42वटा पिलो आएर के, अनि त्यसपछि कहिल्यै पिलो आएन अरे भनेपछि तपाईँको यस्तो राम्रो चाहिँ प्रडक्ट चाहिँ हामीलाई चाहिँ उपलब्ध गराउनु हुने हाम्रो चाहिँ जिउँदो भगवान डाक्टर लिम्स योजनलाई फेरि चाहिँ तपाईँको चाहिँ नमस्कार, मैले चाहिँ नमस्कार टक्राउन चाहिँ एकदम मुरी धन्यवाद, होइन? र चाहिँ नेपालमा चाहिँ हामीलाई चाहिँ अब पहिला चाहिँ नेपालमा आयो रे, अनि फेरि गयो अरे, होइन? तर चाहिँ सङ्घर्ष गरेर चाहिँ अब विभिन्न कानुन बनाएर नियम बनाएर यो चाहिँ नेपालमा चाहिँ कानुनी ढङ्ग नपुर्याउने, कानुन मात्रै जम्मा गर्ने देश नेपालमा पनि सङ्घर्ष गरेर चाहिँ यो डिएक्सन भित्राइदिने चाहिँ हाम्रो डाक्टर भीमसेन गुरुङलाई पनि एकदम हार्दिक नमन छ, होइन? उहाँले नभएको नि त आज हामी चाहिँ यो जुममा त भेट भइन्थेन नि त, होइन? र चाहिँ त्यसै गरी चाहिँ अब हाम्रो चाहिँ अब नेपालमा हुनुहुन्छ अब यो दुईजना चाहिँ अब विश्वकै चाहिँ अब कान्छो क्राउन डान्सर, नेपालको पहिलो क्राउन डान्सर, होइन? त्यस्तो चाहिँ विश्वकै चाहिँ अब त्यस्तो चाहिँ हिरो मिनाराम खड्का, उहाँलाई पनि एकदम नमन छ, होइन? अब अर्को सावित्री सुनार म्याडम पनि हुन्छ क्राउन एम्बेसडर, उहाँको परिवारलाई पनि एकदम हार्दिक नमन छ। र मलाई चाहिँ यस जुममा चाहिँ सुरुमा अब मेरो चाहिँ स्पोन्सर कस्तो भने तपाईँको चाहिँ अब मेरो भाइले चाहिँ गाना सुनाइदियो, ऊ मेरो स्पोन्सर, रियल स्पोन्सर होइन। र मलाई चाहिँ तपाईँको चाहिँ जसको अन्डरमा म जो स्पोन्सर हो उहाँसँग मेरो चाहिँ तपाईँको भन यताउता केही हुँदैन, होइन? र म चाहिँ उही हाम्रो चाहिँ रमेश सरले भन्नुहुन्छ नि त, कछुवा के अरे तपाईँको जिराफले आफ्नो बच्चालाई के गर्छ, जन्मेपछि लात्ताले ठोक्ने, होइन? जन्मेपछि लात्ताले ठोक्ने, तर चाहिँ के भने त्यो आफ्नो खुट्टामा उभियोस् भनेर के, भोलिन् चाहिँ जीव जन्तु दुनियाँ चाहिँ हुन्छ नि त, सबैबाट चाहिँ अब त उसलाई चाहिँ माया मानियो भने त त्यो त चाहिँ भोलिन् चाहिँ दौडाउन सक्दैन, अब चाहिँ माया ममतामा उग्रेको त जसलाई नि गाह्रो हुन्छ नि त। त्यस्तै चाहिँ म पनि त्यो जिराफले चाहिँ ठोक्या चाहिँ बच्चो जस्तो हो कि, मलाई कसैले चाहिँ तपाईँको त्यसरी तैँले यो गर्नुपर्छ उ गर्नुपर्छ भने कसैले पेल्याएन, म आफै अटोमेटिक तपाईँको, किनकि चाहिँ पानी प्यास लाउने मान्छे खोलिदाउने हो नि त, यहाँ त खोलो चाहिँ कसलाई पानी चाहिएको छ भने खोज्दै हिँड्नुपर्ने अवस्था आयो कि हामीलाई भएको त त्यो हो नि। तर म चाहिँ एकदम आफै प्यासी भएको हुनाले खोलो खोज्दै हिँडेको, र चाहिँ खोलो खोज्दै हिँड्दाखेरि चाहिँ अब हाम्रो चाहिँ सेल सेन्टरमा चाहिँ हाम्रो चाहिँ सुरुमा हाम्रो चाहिँ अब यहाँ केएसटी ठाकुर सर हुनुहुन्छ, उहाँसँग भेट भयो। उहाँले चाहिँ मलाई चाहिँ स्पोन्सरले भन्दा बढी काम गर्नुहुन्छ क्या, होइन? अहिले आएर फेरि यो जुममा चाहिँ आइसकेपछि त सबै मेरो स्पोन्सर के, यहाँ त चाहिँ यो फलानाको स्पोन्सर, यो फलाना स्पोन्सर छैन नि त, होइन?
सबै स्पोन्सर। अब धनबहादुर सरले पनि चाहिँ ल भनेर फोन गर्नुहुन्छ, सिबी सरले फोन गर्नुहुन्छ, कमला ढकाल म्याडमले फोन गर्नुहुन्छ, होइन, सावित्री वस्तु म्याडमले फोन गर्नुहुन्छ, ल है सर यसो यो है यहाँ मैले चाहिँ बोल्न नजाने भने केही बिग्रियो भने त अनि चाहिँ सर चाहिँ यो सुधार्नु पर्ने भनेर फोन गरिन्छ। मलाई ढुक्क छु के, मैले चाहिँ केही बिगारिहालेँ भने पनि मलाई चिन्ता छैन, किनकि फोन आइहाल्छ, म सुध्रिने मौका पाइहाल्छु, होइन। त्यसो भएर नि एउटा बोल्ने मौका चाहिँ यो आज चाहिँ को चाहिँ अब प्रमुख संयोजक, होइन, सिबी थापा मगरलाई एकदम हार्दिक नमन टक्राउन चाहन्छु। र चाहिँ यसमा चाहिँ यो साबुन भन्ने चिज छ कि, यो साबुन फेरि चाहिँ अब यो दारी छ नि, अब मेरो झ्याममा दारी यो साउनमा नकाट भनेर है, मलाई एउटो ब्लेडले चाहिँ तपाईँको एक दिन पनि नहुने के, एउटा ब्लेडले चाहिँ उस्तै पर्यो भने एक दिन पनि नहुने। एउटा 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 एकातिर एउटा पाटो अर्कोतिर अर्को छैन। अहिले चाहिँ तपाईँको एउटा यो चाहिँ यसले चाहिँ यो लगाएर चाहिँ दारी फाल्ने गरेपछि एउटा ब्लेड किनेको कति भयो मलाई थाहै छैन के, त्यस्तो चाहिँ सफ्ट हुनु चाहिँ यसले चाहिँ दाडी एउटा ब्लेड किनेको है, मैले कहिले किनेको भने बिर्सेँ कि, अब कति भयो चाहिँ अब 1 महिना भयो कि 2 महिना भयो कि 6 महिना भयो थाहा छैन मलाई, त्यस्तो राम्रो हुँदो रहेछ यो। अब यो चाहिँ यो गानोजी मसाज ओइल, यहाँ मेरो चाहिँ अब यो एकदम गाह्रो थियो, डक्टर कहाँ गएँ, अब के चाहिँ थेरापी भने के अरे, त्यो सेक्ने ताप्ने पनि गर्यो, केही भएन। यो चाहिँ मसाज ओइल यस्तो राम्रो मसाज ओइल रहेछ यो, यसले चाहिँ अब एकदम ठिक हुने। र अहिले चाहिँ म तपाईँको बारीमा धेरै काम गर्छु के, अब म चाहिँ त अब रोगबाट तर्सेको मान्छे, अब म त चाहिँ एकदम हुनु छ नि त बारी दौड्ने हरेक चाहिँ अब अर्ग्यानिक खाना। मुख्य कुरो चाहिँ के हो भने अहिले चाहिँ सबभन्दा हाम्रो चाहिँ केमिकलाइज भएकै जमाना, हरेक ठाउँमा चाहिँ हामीले चाहिँ जतिसुकै गफ गरे पनि तपाईँको गैर रासायनिक खाना खान पाइँदैन, सबै रासायनिक हो, होइन। मासु खाए पनि रासायनिक, तरकारी खाए नि रासायनिक, जम्मै चिज रासायनिक छ। त्यही रासायनिक खाएका हुनाले नै हाम्रो खानामा त 80 र 20 को चाहिँ ब्यालेन्स हुनु पर्यो नि त, 80 क्षारीय खाना 20 अल्कालाइन खाना हुनु पर्यो, त्यो त हाम्रो शरीरमा त हुँदैन। सागसब्जी नै खाए नि हामी अल्कालाइन के अरे क्षारीय हुन नसक्ने हो के, विषादी भए त भन नि त। त्यसैलाई चाहिँ 80 र चाहिँ 20 को खाना मिलाउनको लागि नै हामीले चाहिँ डिएक्सनको चाहिँ सबै चिज प्रोडक्टहरू प्रयोग गर्नुपर्ने। त्यसो भएर हामीले चाहिँ यसलाई चाहिँ एकदम गहिर प्रयोग गर्नु पर्यो। अहिले चाहिँ अब के भने मलाई चाहिँ एकजना चाहिँ ले मलाई फोन गरेको, अब ऊ मेम्बर भनेको त धेरै भएको, बल्ल चाहिँ हिजो चाहिँ अस्ति फोन गरेर अनि बल्ल सोध्दै थियो, अनि होइन म पनि यो लिभिङ हेल्दी लिभिङको चाहिँ मेम्बर हो, तपाईँले नै एकपल्ट चाहिँ यो त महँगो रहेछ यहाँ त, मैले चाहिँ लिस्ट पठाइदिएँ कि, यो चाहिँ लिस्ट चाहिँ सामानको लिस्ट पठाइदिएको, यो त महँगो रहेछ, हेल्दी नेपालको त धेरै सस्तो भन्दै कि। अनि चाहिँ अब तपाईँलाई चाहिँ पैसा चाहिएको हो, पैसा सस्तो चाहियो कि शरीर ठुलो तपाईँको, होइन। सस्तो त अरू चाहिँ बजारमै पाइन्छ, सस्तो छ त किन हेल्दी नेपाल पनि प्रयोग गर्नु पर्यो नि, होइन। अब सबभन्दा ठुलो कुरो स्वास्थ्य हो, मलाई चाहिँ यसैले चाहिँ राम्रो बनायो, म चाहिँ यो छोडेर जानेवाला छैन, अब म अन्त जति सस्तो भए पनि केही प्रयोग गर्नेवाला छैन भनिदिएको हुन त हो भनेर आएर चाहिँ 2टा टुथपेस्ट लिएर गएको। अब मान्छेले चाहिँ बुझ्नु पर्यो के, मुख्य कुरो चाहिँ। त्यसो भएर धेरै कुराहरू चाहिँ अब बुझ्छ। अझ त नेपालमा चाहिँ त अब यो चाहिँ आरजिजिएल त सस्तो आइसक्यो नि त, यो त मलेसियन हो है, यो आजलाई चाहिँ यो मलेसियन पुग्छ, भोलिदेखि म चाहिँ फेरि नेपाली खाँदैछु के, नेपाली खाँदैछु। र यसले चाहिँ के हो भने हामी चाहिँ जो स्वास्थ्य चाहिँ समस्या भएका मान्छेहरूलाई चाहिँ नर्मल डोजले पुग्दो रहेछ। र मैले 6वटा खाँदा पनि मलाई अझै समस्या भएको हुनाले अब फेरि मैले डोज बढाउनु पर्ने अवस्था आएको छ। अब यो छलाई पनि अब नर्मल भन्दा अलि मेगा डोज भनिन्छ, यसले 6वटाले नै मलाई नपुग्ने रहेछ। मलाई चाहिँ पाइल्स पटक पटक दोहोरिएको छ, 2 वर्षमा दोहोरियो, फेरि अहिले पनि दोहोरिएको छ। नेपालमा चाहिँ यो माइक्रो भेजी भन्ने पाइँदैन, अब इन्डिया मलेसियामा पाइँदो रहेछ। अर्को चाहिँ सरले चाहिँ अब एउटा के हो देखाउनु भएको थियो, लिल सरले, होइन। मलाई चाहिँ फोन गर्नु भन्नुभएको छ, म चाहिँ फेरि पाइल्स दोहोरिएको कारणले म चाहिँ फेरि लिल सरलाई चाहिँ फोन गरेर नेपालमा त पाइँदैन, अब चाहिँ हाम्रो चाहिँ कार्यक्रम छ यो भैरवमा चाहिँ एउटा
नेसनल लाइफको कार्यक्रम छ, त्यहाँ गएँ भने त्यताबाट सुनौलीतिर पसेर, सुनौलीमा पाइन्छ होला मेरो विचारमा, के हो भन्ने कुरा चाहिँ। फेरि अहिले त सुनौलीबाट नि के ल्याउनु नपाइने अरे भन्ने सुनिन्छ है। अब यसो के त पाइन्छ कि पाइन्न थाहा भएन, त्यही पनि त्यहाँ गएर चाहिँ अब माहौल कस्तो हुन्छ भैरवबाट चाहिँ त्यहाँसम्म पुग्ने बन्दोबस्त के हुन्छ अब लिल सरसँग सोधेर चाहिँ गर्छु। सरहरूले चाहिँ यसरी चाहिँ अब हाम्रो समस्याहरू चाहिँ यो हाड नाता के रगतको नाता भन्दा पनि ठुलो नाता के हाम्रो, होइन त? यत्रो चाहिँ व्यवस्था गरिदिने चाहिँ अब हाम्रो चाहिँ सम्पूर्ण व्यक्तिहरूलाई चाहिँ म हार्दिक नमन टक्राउन चाहन्छु। अब काठमाडौँमा चाहिँ अब धेरै अब कमला म्याडम अबहरूलाई पनि भेट्न पाइन्छ भनेर चाहिँ काठमाडौँ चाहिँ म डिएक्सन एचिभर होइन के, एचिभर नभए पनि म चाहिँ त्यस्तो चाहिँ अलिक सिकर के होइन, सबैलाई भेट्न म खास चाहिँ म चाहिँ त्यो पिन थाप्नु नभए पनि सबैलाई भेट्न पाइन्छ भनेर गएको कि खास चाहिँ काठमाडौँ। तर जस धेरैलाई भेट्न नपाए पनि अब हाम्रो चाहिँ ठाकुर सर होइन, सावित्री बस्ती म्याडम, धर्मबहादुर सर होइन, इडी नारायण राव सर, अब हाम्रो चाहिँ गङ्गा तामाङ सर होइन, उहाँलाई चाहिँ भेट्न पाएर म एकदम अवश्य एकदम चाहिँ खुसी छु होइन। एउटा चाहिँ यस्तो चाहिँ सम्बन्ध वास्तवमा चाहिँ अब यो दुनियाँमा चाहिँ यो हाँसेरै होइन भेटघाट भएरै यो जानियो नि त। हाम्रो जुन दुनियाँ त केही रहन्छ नि त। अहिले हेर्नुहोस् त दुनियाँमा चाहिँ धर्म मान्छु भनेको छ, अर्काको अपमान गरेको छ होइन। धर्मको दुनियाँ पाठ पढाएको छ, अर्काको अपमान गर्नुहुन्नको थाहा छैन के होइन। तर यो चाहिँ ले त हामीलाई त धेरै कुरा सिकाएको छ नि त, अनुशासन सिकाएको छ, बोल्न सिकाएको छ। हेर्नुहोस् न अब मेरो चाहिँ अब म अहिले चाहिँ अब बोल्न त अब मिठो बोले छैन, मेरो भाषा अलि चाहिँ रुखो छ के, अलि लयालु हुन्छ नि त भाषा चाहिँ, लोयल हुन्छ, कति मिठास हुन्छ होइन। अब चाहिँ हाम्रो धमाहरू कुरो सुन्दाखेरि त सरले चाहिँ त अब चाहिँ गीतबाटै चाहिँ कति कुरा रमाइलो गरिदिनुहुन्छ। अब मलाई चाहिँ गीत आउँदैन क्या मुख्य कुरो होइन। अब नाच्न मिल्ने भयो क्या, सरले गाउँदाखेरि म नाचिदिन्थेँ, अब नाच्न नमिल्ने नाच्न। कतिपय चाहिँ मेरो फेसबुकमा हुनुहुन्छ भने मेरो नाच हेर्न पाउनुहुन्छ गीत सुन्न पाउनुहुन्न है। अब मेरो चाहिँ भगवान्ले फेरि चाहिँ अब सबैलाई एउटै कला दिनुहुन्न के, सब कोहीलाई त जम्मै भयभरको कला दिनु रहेछ। अब हामीलाई चाहिँ केही न केही चाहिँ अब तपाईँको बाँच्नको लागि केही न केही कला दिनुभएको छ। मेरो समय सकियो कि कसो भयो, म त बोले भएँ है। यो सबै डिरेक्सनले होला भनेर चाहिँ भन्नुहुन्छ कि सबैले त्यही होला भन्छु है म फेरि त्यसो भएर चाहिँ मैले चाहिँ यो खासै अब धेरै समय चाहिँ 45 मिनट पुगेन, धेरै समय लिएँ होइन। अब कुरा त यिनी हुन्। अब मैले चाहिँ अब धेरै कुराहरू चाहिँ अब गल्ती कमजोरीहरू यहाँले चाहिँ पक्का फोनबाट अथवा अहिले पनि अब चाहिँ फेरि सरले चाहिँ समीक्षा गर्नुहुन्छ नि त। अब हाम्रो चाहिँ अब सिबी थापक सरले समीक्षा गर्नु सक्नुहुन्छ। हाम्रो चाहिँ अब के भन्छ माधव सर पनि समीक्षामा हुनुहुन्छ। अब आज पालो चाहिँ समीक्षा गर्ने पालो कसको होइन। अब अरू बिचमा पनि अरू सर म्याडमहरू बोल्नुहुन्छ होला। सम्पूर्णमा चाहिँ अब यहाँ मेरो चाहिँ यो जानी नजानी गरिएको चाहिँ यो सेयरिङलाई चाहिँ एकदम ध्यान दिएर सुनिदिनु भएकोमा एकदम हार्दिक सम्पूर्णमा चाहिँ अब हार्दिक नमस्कार गर्दै मेरो यो आजको चाहिँ सेयरिङ यहीँ अन्त्य भएको घोषणा गर्छु। र चाहिँ सम्पूर्णमा अब यो चाहिँ सम्पूर्ण यो चाहिँ डिरेक्सन शक्ति संसार यो हाम्रो चाहिँ स्वास्थ्य अभियान ग्रुप होइन र चाहिँ नेपालमा भित्राउने अब पुनः तपाईँको यो जिम्दो भगवान डाक्टर घिलिम सियोजिन सम्पूर्णमा चाहिँ मेरो एकमुष्ट हार्दिक नमन सहित म बिदा हुन्छु। धन्यवाद। गुड मर्निङ डिरेक्सन।